रासोपा बारे मलाई अहिले केही भन्नु छैन। रासोपा या बालेन या घरको बारेमा मैले के सोच्छु भन्ने कुरा मैले पटक पटक सदनको रोस्टमबाट बोलेको छु, दुनियाँलाई थाहा छ। बाहिर पब्लिकमा पनि जनतामा बोलेको छु, दुनियाँलाई थाहा छ। अहिले म रासोपालाई पनि सँगै जानुपर्छ भन्नेमा त्यो दिन पनि जुन दिन हामीले अब चाहिँ सरकारको प्रतिबद्धता छानबिनको बारेमा, अध्ययन छानबिनको बारेमा र समिति बनाउने बारेमा आएपछि अब ऐन निर्माणलाई प्राथमिकता दिनुपर्छ भन्ने बेलामा कुरा त पुरै मिलेको थिएन। तर सहमति र समझदारी हाम्रो के हो भने त्यसो भए पनि हामी फेरि अर्को बिन्दुमा गएर त एक ठाउँ हुनै पर्छ। त्यसकारण एकले अर्कालाई आक्षेप लगाउने ढङ्गले होइन, आफ्नो ठाउँमा बसेर जिम्मेवारीपूर्वकै बोल्नुपर्छ है भनेर उठ्या हो। त्यो त्यहाँ कुनै विवाद भएर रातो पिरो भएर तिमीहरूले छोड्न खोज्यौ भन्ने पनि रासोपाको थिएन। हामीले रासोपालाई तपाईँहरू जसरी नै आउनु भएर दबाब दिने कुरा पनि थिएन। आफ्नो आफ्नो कुरा हो, किनभने उहाँहरूको चाहिँ पृष्ठभूमि, उहाँहरूको परिस्थिति अर्कै छ। माओवादी केन्द्र त्यो ढङ्गले चल्न सक्ने स्थिति छैन। चल्यो भने देश बिग्रिन्छ, चल्यो भने संविधान दुर्घटनामा जाने खतरा आउँछ। माओवादी पनि त्यसै गर्यो भने उहाँहरू गरेर त्यो हुँदैन, फेरि उहाँहरू गरेर सबै बर्बाद हुन्छ भन्ने होइन।